एभ्रिवान, मैले धेरै पछि एउटा क्लास 9 को मेजरमेन्ट सम्बन्धी भिडियो लिएर आएको छु। आशा छ यसले तपाईहरुलाई केही न केही हेल्प गर्ने नै छ। र यो आजको भिडियो रहनेछ डिराइभ युनिटमा फन्डामेन्टल युनिटहरु के इन्भल्भ भएका छन् तिनीहरु खोज्नका लागि कसरी गर्न सकिन्छ र के चाहिन्छ तिनीहरु खोज्नका लागि हामीले सुरुमा जान्नुपर्ने कुराहरु के हुन्छ भन्ने कुराको बारेमा चर्चा गरौँ। डिराइभ युनिटको बारेमा हामीलाई मेजरमेन्टमा आवश्यक पर्ने भनेको युनिट्स हो र त्यसमा के रहेका छन् भन्दा फन्डामेन्टल युनिट्स र डिराइभड युनिट। We have 7 fundamental units. त्यही 7 फन्डामेन्टल युनिट्समा डिपेन्ड गरेर अरु डिराइभड युनिटहरु बन्छन्। डिराइभड युनिटहरु थुप्रै छन्, त्यसमध्ये मैले आज 5 वटा डिराइभड युनिटको बारेमा चर्चा गर्छु। हाम्रा फन्डामेन्टल युनिट्सहरु के छन् भन्दाखेरि तपाईहरुले स्क्रिनमा हेर्न सक्नुहुन्छ, यो आवश्यक कुरा हो। र यो फन्डामेन्टल युनिट सँगसँगै हामीलाई फर्मुला पनि थाहा हुनुपर्छ। फर्मुला केबाट आउँछ? डेफिनेसनबाट। जस्तै कि प्रेसरको फर्मुला के हो? फोर्स पर युनिट एरिया हो। प्रेसरको डेफिनेसनबाट प्रेसरको फर्मुला हामीले जान्न सकिन्छ। किन हामीलाई यो फर्मुला चाहियो त? जस्तै कि पास्कल युनिटमा प्रेसरको युनिट पास्कलमा इन्भल्भ भएका फन्डामेन्टल युनिट्सहरु केलाउन गइरहेका छौं हामीले आज। त्यो भएर त्यसको डेफिनेसन र सँगसँगै फर्मुला र यसको बारेमा मैले डिटेलमा कुरा गर्नेछु। मैले नम्बर ए मा जुल राखेको छु। जुल चाहिँ युनिट अफ एनर्जी हो र यसलाई वर्क टनको एनर्जी पनि भन्न मिल्छ। यो जुलको कुरा गर्नुभन्दा अगाडि न्युटनको कुरा गरौँ। न्युटन इज द युनिट अफ फोर्स, किनकि यी फोर्सको युनिट न्युटन चाहिँ जुलमा अहिले हामीले युज गर्नुपर्ने हुन्छ। त्यो भएकाले न्युटनबाट सुरु गरौँ। न्युटन डिराइभड युनिट हो। न्युटन के को युनिट? फोर्सको युनिट। फोर्सको हामीलाई फर्मुला थाहा छ, मास इन्टु एसिलरेसन। मासको युनिट के हुन्छ त? केजी। इन्टु एसिलरेसनको युनिट के हुन्छ? मिटर पर सेकेन्ड स्क्वायर हो। अब यो सजिलो छ, यसमा केही गर्नु परेन हामीले। यसमा के इन्भल्भ छ भन्दा केजी, मिटर र सेकेन्ड, किलोग्राम, मिटर र सेकेन्ड फन्डामेन्टल युनिटहरु मिलेर फोर्सको युनिट न्युटन बनेको हुन्छ। केजी, मिटर एन्ड सेकेन्ड मिलेर फन्डामेन्टल युनिट्स इन्भल्भ भनेको के हो? केजी, मिटर र सेकेन्ड। तर ठ्याक्कै चाहिँ न्युटनमा के नै हुन्छ भन्दा केजी, मिटर पर सेकेन्ड स्क्वायर हुन्छ। केजी इज युनिट अफ मास, एसिलरेसन इज युनिट अफ मिटर पर सेकेन्ड स्क्वायर इज युनिट अफ एसिलरेसन हो। यही केजी, मिटर पर सेकेन्ड स्क्वायर चाहिँ हामीले जुलमा युज गर्नुपर्ने हुन्छ। जुल भनेको युनिट अफ एनर्जी अथवा युनिट अफ वर्क डन। हामीलाई के थाहा छ? वर्क डन भनेको फोर्स इन्टु डिस्प्लेसमेन्ट। फोर्सको युनिट न्युटन। न्युटनमा अहिले हामीले राखेको थियौं केजी, मिटर, केजी मिटर पर सेकेन्ड स्क्वायर। डिस्प्लेसमेन्ट भनेको मिटर हो। यसलाई हेर्नुस् त, मैले यहाँ क्याल्कुलेसन गरेको छु, यसलाई डिराइभ गरेको छु। डिराइभ गर्दै जाँदाखेरि के हुन्छ? दुईटा मिटर इन्टु मिटर, मिटर स्क्वायर भइहाल्यो। केजी इन्टु मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर। जुलमा पनि मिल्ने चाहिँ फन्डामेन्टल युनिटहरु केजी, मिटर र सेकेन्ड नै हुन्, तर त्यसको फर्मेट चाहिँ फरक छ। केजी, मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर छ। यसलाई हामीले यसरी डिराइभ गरेर भन्न सकियो भनेदेखि बुझेको मानिन्छ।
यी दुईटा सजिलै थिए। अब पास्कल, पास्कल भनेको पनि युनिटको प्रेसरको युनिट, यो पनि सजिलो छ। मैले अघि नै कुरा गरेको थिएँ, प्रेसर भनेको फोर्स अपन एरिया, प्रेसर भनेको फोर्स अपन एरिया। अब फोर्सलाई हामीले कसरी लेख्न मिल्छ, न्युटन हो, तर न्युटन ठ्याक्कै चाहिँ त्यो चाहिँ कमन युनिट हुन गयो र त्यसमा के मिलेर बनेको हुन्छ भन्दा केजी मिटर पर सेकेन्ड स्क्वायर, केजी मिटर पर सेकेन्ड स्क्वायर। अनि एरिया भन्नाले हामीले के बुझ्छौँ, मिटर स्क्वायर। एरिया भनेको त जस्तै लेन्थ इन्टु ब्रेथ होइन, लेन्थ इन्टु लेन्थ, एल स्क्वायर भनेको जस्तो हो। हो त्यो भएर हामीले युनिटमा चाहिँ मिटर स्क्वायर भनेर राख्नु पर्यो। र यसमा मैले एबिसिडी भनेर राखेको छु किनभने कुन यो क्रस मल्टिप्लाई हुँदाखेरि अथवा रेसिप्रोकल हुँदाखेरि कुन कता जाने हो, कुनै कसै विद्यार्थीलाई कन्फ्युजन हुनसक्छ, त्यही भएर मैले राखेको हो। केजी मिटर पर सेकेन्ड स्क्वायर इज युनिट अफ फोर्स, न्युटन, र मिटर स्क्वायर भनेको त एरिया भइहाल्यो। मैले त्यसको तलतिर 1 पनि राखेको छु। त्यो 1 भनेको चाहिँ डीलाई रिप्रेजेन्ट गर्न, एबिसिडी। जस्तै कुनै पनि म्याथमेटिकल टर्म ए बाई बी सी बाई डी फर्मेटमा छ भने रेसिप्रोकल हुँदा ए बाई बी इन्टु डिभाइड चाहिँ मल्टिप्लाईमा चेन्ज गर्दा तलको माथि र माथिको तल भनेको डी बाई सी हुन्छ, सी बाई डी चाहिँ डी बाई सी हुन्छ। त्यही भएर मैले 1 राखेको छु। 1 ले चाहिँ डीको काम गरेको छ। सो के हुने भयो त हाम्रो नेक्स्ट स्टेपमा केजी इन्टु मिटर बाई मिटर स्क्वायर इन्टु सेकेन्ड स्क्वायर। मिटर मिटर क्यान्सल भयो, अब बाँकी रह्यो एउटा मिटर डिनोमिनेटरमा। त्यही भएकाले प्रेसरको युनिट पास्कलमा केजी पर मिटर सेकेन्ड स्क्वायर, तीनटा फन्डामेन्टल युनिटहरू केजी मिटर सेकेन्ड नै मिलेर बनेको हुन्छ। तर कसरी डिराइभ गर्ने भन्ने कुरा हामीले भर्खरै भन्यौँ। अब यो सँगसँगै भोल्युमको त सजिलो छ, तपाईँहरू आफैले चाहिँ नि सजिलै गर्न सक्नुहुन्छ। भोल्युम भनेको के हो, लेन्थको क्युब हो। लेन्थको क्युबलाई हामीले मिटर क्युब भन्छौँ। यसमा युज हुने भनेको अरू केही छैन, मिटर मात्र फन्डामेन्टल युनिट युज भएको छ, यसमा खासै समस्या भएन। त्यसपछि पोटेन्सियल डिफ्रेन्स हो। यसमा अलिकति केही बिर्सिन सक्ने अथवा हामीले थोरै युज नगरिरहेको कमन कुरा नभएको अलिकति फरक कुराहरू युज गर्नुपर्ने हुन्छ। जस्तै याद नहुन सक्छ, चार्जलाई कसरी डिफाइन गर्ने। वर्कलाई त गरिरहेको हो, वर्क अथवा वर्क डन भनेको फोर्स इन्टु डिस्प्लेसमेन्ट, त्यसलाई त्यहाँबाट नै ल्याउन सकिन्छ। र चार्ज भनेको के हो मैले एकछिनमा भन्नेछु। यसको एन्सर चाहिँ के छ भन्दा, अथवा यसको फाइनल फन्डामेन्टल युनिट्सहरू इन्भल्भ हुने केजी मिटर सेकेन्ड र अर्को एउटा थपिन जान्छ एम्पियर। तर यो सम्झिन गाह्रो छ, केजी इन्टु मिटर स्क्वायर पर सेकेन्ड क्युब डट एम्पियर। यसलाई सम्झिने भन्दा पनि कसरी आयो भनेर हामीले गर्नलाई मैले एउटा स्लाइड देखाउँछु है त। पोटेन्सियल डिफ्रेन्स हेर्नुहोस् त, पोटेन्सियल डिफ्रेन्स भनेको वर्क डन बाई चार्ज। अघि भर्खर देखिएकै फर्मुला मैले लेखिरहेको छु। वर्क डन भनेको त्यसको युनिट जुल, अथवा वर्क डनलाई फोर्स इन्टु डिस्प्लेसमेन्ट भन्न सकियो। र चार्ज भनेको चाहिँ हेर्नुहोस् त, यतापट्टि यो राइट साइडमा इलेक्ट्रिक करेन्ट भनेको चाहिँ के हो भन्दाखेरि चार्ज पर युनिट टाइम हो। यसरी बुझ्ने है, इलेक्ट्रिक करेन्ट भनेको चार्ज पर युनिट टाइम, इलेक्ट्रिक करेन्ट भनेको युनिट के त एम्पियर। ए इज इक्वल टु क्यु बाई एस भन्न सकियो, जसलाई क्रस मल्टिप्लाई गर्दा हुन्छ क्यु इक्वल टु ए इन्टु एस। यही कुरालाई चाहिँ मैले यतापट्टि ल्याएर युज गर्छु। वर्क डन भनेको फोर्स इन्टु डिस्प्लेसमेन्ट, चार्ज भनेको इलेक्ट्रिक करेन्ट इन्टु टाइम, राइट साइडबाट युज गरेको है। फोर्स भनेको मास इन्टु एक्सेलरेसन, अरू सबै कुरा एभ्रिथिङ सेम छ। मासलाई मैले के लेखेँ, केजी, एक्सेलरेसन भनेको मिटर पर सेकेन्ड स्क्वायर, डिस्प्लेसमेन्ट इज मिटर, इलेक्ट्रिक करेन्ट भनेको एम्पियर र टाइम सेकेन्ड भइहाल्यो। यसलाई पनि अरेन्ज गरेर लेख्दाखेरि यस्तो हुने भयो, र यसमा एउटा सेकेन्ड बी र सी त मल्टिप्लाई हुने हो,
त्यो भएर सेकेन्ड स्क्वायर र सेकेन्ड मल्टिप्लाई हुँदाखेरि सेकेन्ड क्युब भयो, जसले गर्दाखेरि केजी डट मिटर स्क्वायर स्ल्यास सेकेन्ड क्युब डट एम्पियर. kg, meter, second and ampere, 4 fundamental units are involved in the unit of what? Unit of potential difference. Potential difference is V. It is denoted by V. Potential difference भनेको के हो त भन्दाखेरि एउटा अब हामीले सिम्पली के बुझ्न सक्छौं, नेगेटिभ र पोजिटिभ टर्मिनलमा तिनीहरुको डिफरेन्स कति छ, जस्तै भोल्टेज हुन सक्छ है, त्यसको युनिट हामीले नर्मली V नै लेखिन्छ, पोटेन्शियल डिफरेन्सको युनिट V. तर त्यो V भन्ने युनिटमा फन्डामेन्टल युनिटहरु के मिलेर बन्छ र यसको क्युब स्क्वायर सम्झिन गाह्रो हुन्छ, अथवा मल्टिप्लाई र डिभाइड कहाँनेरि हो सम्झिन गाह्रो हुन्छ. हामीलाई एक्जाममा डाइमेन्सन लेख भनेर पनि सोध्न सक्छ. डाइमेन्सन लेख्न पनि केही गाह्रो भएन. अब यही कुरालाई केजीलाई m लेख्ने, मिटरलाई l लेख्ने, किन लेन्थ हो नि त, सेकेन्डलाई t लेख्ने, एम्पियरलाई त a नै लेखिहाल्छौं. र फन्डामेन्टल युनिटमा यदि डिभाइडमा छ भने माथिपट्टि लैजाँदाखेरि त्यसलाई पावर माइनस गरेर लेख्दिने. र यसको लागि पनि नेक्स्ट अर्को एउटा भिडियो बनाउँछु म. र अहिलेको लागि यति नै. आशा छ बुझ्नुभयो होला.